अहिले हामी सुनाकोटीमा छौँ। सातौरो चापा गाउँबाट 2.5 किलोमिटर डिस्टेन्समा 4 रोपनीको घर टहरा सबै भाडामा जाँदै 26 फिटबाट टचकै रिसेप्सन जस्तो एउटा अफिस। अनि हामी जाउँ उतातिर। बाह्र चक्के 16 चक्के गाडीहरू छ नि, सबै यहाँ आउन सक्छौँ। र हामी सिधै यतापट्टि अगाडिपट्टि ठुल्ठुलो गोदाम छन्, गोदाममा राख्न सकिन्छ। कमर्सियलको लागि एकदमै उपयुक्त। यो चाहिँ 2.5 तलाको घर, अगाडि चाहिँ 3 तला रहेछ। भित्रहरू राम्रो राम्रो कोठाहरू छन् यसको। अहिले पछि गरी हेरौँला। अहिले चाहिँ हामी सिधै परको टहरा हेरौँ। 3टा घर चाहिँ 1 2 3 4वटा छ अगाडिभित्र ठुलो ठुलो 4000 स्क्वायर फिटमा सबै टहराहरू। हेर्नुहोस् यो कति ठुलो छ। यसको पनि हेर्नुहोस् परसम्म। अनि यो सटर आज खोलेको छैन, अलिकति जाम भएर भन्नुभएको थियो। हामी अब अर्को टहरामा छौँ। 2टा टहरा छ त्यहाँ ठुलो। 12 चक्के गाडी नै भित्रै पार्क गर्न मिल्ने, सिधै भित्र आएर सामान हाल्न मिल्ने। यो टहरा के अरे यो सटर खोलेको छैन, सबै खुल्छ। हेर्नुहोस् साइजहरू के चाहिँ राख्नुहुन्छ, एकदमै सुटेबल छ। हेर्नुहोस् हलको साइज कति ठुलो ठुलो। हेर्नुहोस् हलको साइज ठुलो प्रपर्टी हो। सबै कोठै कोठा छ, कामदारहरू सब बस्न सक्छ। माथि अफिस बनाउन सकिन्छ, राम्रो छ। उनातिर बाथरुम देखिएको छ। अब हामी यो 2 तले घरको भित्र पनि हेरौँ, 2 तलासम्म कति भ्याइन्छ। हेर्नुहोस् अब यो पक्की घरमा जान्छौँ हामी। यसमा अफिस बनाउन मिल्छ र स्टाफहरू राख्नु पनि मिल्छ। यताबाट पनि छ। हामी यतैबाट छौँ अहिले, यताबाट आउँदैछौँ। अब हेर्नु होला, यो बाथरुम भइहाल्यो। सानै अँध्यारो छ, बत्ती निभाउनु भयो कि बत्ती गयो। माथि जाउँ। रुम यो अफिसको लागि ठिक छ। माथि पनि छ, यस्तै हो, सेम टु सेम ठुलो ठुलो रुम छ। यो पनि एउटा रुम भयो। रुम नै रुम छ, एकदमै राम्रो छ घर। ल घर चाहिँ केही छैन, यतापट्टि पनि लक, यतापट्टि पनि लक। सेफ्टी पनि छ, माथि पनि छ, यतापट्टि रुमै रुम छ। हस्, धन्यवाद।